मलाई स्वर सुकेको थियो अनि जचाउँदाखेरि घाँटीमा तल चाहिँ एउटा गाँठो पलाएको छ भन्ने मासु पलाएको छ भन्ने कुरो थियो। अनि यहाँ मृगस्थलीमा आएर सोधेर उहाँसँग चाहिँ राय लिएर उहाँले दिएको औषधि खाँदाखेरि मलाई चाहिँ त्यो मासु पलाएको हरायो। पक्का भन्नुभयो तपाईँले निको भएको कुरा? पक्का हो नि, निको नभए निको भएको कसले भन्छ र। म हस्पिटल गएँ, पहिला हेम्स हस्पिटलमा गएँ, त्यसपछि वीर हस्पिटलमा पनि गएँ। त्यहाँ जाँदा नि अपरेसनै गर्नुपर्छ भन्ने कुरा थियो। हस्पिटलमा चाहिँ त्यो अपरेसनै गर्नुपर्छ भन्ने कुरा भयो। तपाईँ खुसी हुनुहुन्छ? म त एकदम खुसी। यहाँको परिचय दिनुहोस् न, कहाँबाट आउनुभयो? म उद्धव बडाल, यहीँ गणेशस्थानभन्दा तल ओह्रालो। हजुरलाई के भएको थियो, के समस्या थियो? मलाई स्वर सुकेको थियो अनि जचाउँदाखेरि घाँटीमा तल चाहिँ एउटा गाँठो पलाएको छ भन्ने मासु पलाएको छ भन्ने कुरो थियो। त्यो मासु पलाएको चाहिँ अपरेसन गर्नुपर्छ भन्ने कुरो आयो। म हेम्स हस्पिटलमा जाएँ, त्यसपछि अब अलि सजिलोले हुन्छ भनेर वीर हस्पिटल गएँ, अपरेसनकै कुरा आयो। अनि यहाँ मृगस्थलीमा आएर सोधेर उहाँसँग चाहिँ राय लिएर उहाँले दिएको औषधि खाँदाखेरि मलाई चाहिँ त्यो मासु पलाएको हरायो। मेरो चाहिँ खासै भने त्यही हो। पक्का भन्नुभयो तपाईँले निको भएको कुरा? पक्का हो नि, निको नभए निको भएको कसले भन्छ र। म हस्पिटल गएँ, पहिला हेम्स हस्पिटलमा गएँ, त्यसपछि वीर हस्पिटलमा पनि गएँ। त्यहाँ जाँदा नि अपरेसनै गर्नुपर्छ भन्ने कुरा थियो। अब घाँटीको अपरेसन गर्नलाई अलि के हुने जस्तो आफूलाई पनि दोमन भएको। त्यहाँ आएर उहाँसँग सोद्धाखेरि, हाम्रो विष्ट सरसँग सोद्धाखेरि उहाँले चाहिँ दिएको औषधिले मलाई चाहिँ त्यो मासु पलाएको हरायो। स्वर पनि खुल्यो, मासु पलाएको पनि हरायो। कति वर्ष पुरानो समस्या थियो यहाँको? धेरै पुरानो त थिएन, 5-6 महिना 7-8 महिना त्यस्तैको। आफ्नो उपचारको दौरानमा कहाँ जानुभयो? त्यो हेम हस्पिटलमा गएँ, त्यसपछि वीर हस्पिटल, अन्त त कहीँ गएन। निको भएन त हस्पिटलबाट? हस्पिटलमा चाहिँ त्यो अपरेसनै गर्नुपर्छ भन्ने कुरा भयो। यहाँ चाहिँ औषधि खाँदाखेरि हरायो। अहिले तपाईँ ठिक हुनुहुन्छ? अहिले ठिक छु। के भन्नुहुन्छ झलकानन्द विष्ट, जसले तपाईँको चाहिँ मेडिकल साइन्समा उपचार गर्न जाँदाखेरि, हस्पिटल जाँदाखेरि तपाईँलाई चाहिँ अपरेसनै गर्नुपर्छ भनेको समस्यालाई, फेरि घाँटी जस्तो संवेदनशील अङ्गको समस्यालाई एउटा चाहिँ आयुर्वेद केन्द्रको आयुर्वेदिक डाक्टर झलकानन्द विष्टले निको पार्न सफल हुनुभएको छ। उहाँलाई के भन्न चाहनुहुन्छ? उहाँले यस्तै गरी अब जुन अपरेसन गर्नुपर्ने बढी खर्चालु हुने रोगलाई उहाँले चाहिँ सरल तरिकाले राम्रोसँग हेरेर उपचार गरिदिनु भयो भने जनतालाई अलिकति अझै सजिलो हुन्थ्यो। तपाईँ खुसी हुनुहुन्छ? म त एकदम खुसी। त्यो अपरेसन गर्नुपर्ने भनेमा अपरेसन गर्नु परेन, त्यही हो। म सबै मान्छेलाई के भन्छु भने औषधि चाहिँ फेरि डाक्टरहरूले चाहिँ एकातिर आयुर्वेदिकको औषधि खायो भने किन खाएको भन्ने, अनि आयुर्वेदिकवालाले पनि डाक्टर कहाँ गएर तपाईँ के पाउनुहुन्छ भन्ने, यो खालको दुवै नभएर कहाँबाट कसरी बिसेक भयो, कुन औषधिले बिसेक भयो, त्यस्तो कुरो अपरेसन गर्नुपर्छ भनेको कुरो त्यसै औषधिले कसरी बिसेक भयो त्यो बुझेर डाक्टर एलोपेथिक डाक्टरहरूले पनि त्यो के औषधि रहेछ, कस्तो रोग थियो, के औषधि रहेछ, त्यसले चाहिँ सजिलोसँग भयो भने जनतालाई सुविधा हुन्थ्यो, सजिलो हुन्थ्यो। अपरेसन गर्नुपर्ने भने त चिर्नु काट्नु भने बेग्लै अलिकति समस्या हुन्छ। त्योभन्दा सजिलो किसिमले जनतालाई डाक्टर साहबहरूले पनि चाहिँ कहाँ तपाईँलाई त्यहाँ सजिलो भयो भने कसरी सजिलो भयो, के औषधि खानुभयो भनेर एलोपेथिकले आयुर्वेदिकदेखि नतर्सिकन कुन औषधिले ठिक हुँदो रहेछ भन्ने चाहिँ हेरेर उपचार गरिदिनु भयो भने सबभन्दा राम्रो त्यही नै हुन्छ।